त्यो भिडियो टिकटकमा भाइरल भएको हेर्न चाहन्छु म। मासु खुवायो भने नि तेरो मासु भनेर मासुले मुखमा माग्नु तेरो मासु हाम्रो बाटो खिचिस अनि तेरो एक चोक्टा मासु ल्याउँछस् भने त्यही मासुले हान्नु नाकमा लाग्छ है। नाकमा लागेर नाकबाट रगत आउँछ है त्यस्तोहरूको। हाम्रो चुहरको पुल खाने, हाम्रो सुन बालुवाको पुल खाने है, पुल बनाउने पैसा चाहिँ खाने अनि हामीले यत्रो मासु ल्याउँछस् भनेर त्यसको मासु भातले मजाले बजाउनु है। आथा भन्ने बागस झोलले त पोल्छ भन्ने बागस कुरा बोल्नु भयो। ती फटाहरू त्यसो गर्दै हुन्छन्। म त्यो भन्न चाहन्छु, विशेष गरी म युवाहरूलाई भन्न चाहन्छु, जेन्जी युवा र के अरे तपाईँको छैन युवाहरूलाई भन्न चाहन्छु, त्यस्ता फटाहरूलाई तपाईँहरूले चिन्नुपर्छ। यहाँ मैले देख्दा खानेपानीको समस्या पनि थुप्रो रहेछ, थुप्रै समस्याहरू रहेछ। हाम्रो एजेन्डाहरू टिप्नका लागि ध्रुव राई लगायत हाम्रा श्रम संस्कृतिका साथीहरू यहीँ पनि हुनुहुन्छ। यो श्रम संस्कृति कुनै टाढोको मान्छेको, काठमाडौँको मान्छेको, कहीँ कतैको मान्छेको पार्टी होइन, यो भोरेटारवासीको पार्टी हो। तपाईहरुले दिइराख्छ यो श्रम संस्कृति, तपाईहरुको पार्टी हो, मेरो पनि हो, तपाईको, हामी सबैको पार्टी हो। अब श्रम संस्कृतिका सम्पूर्ण श्रमदाताहरूले संगठित तपाईको छैन सदस्यहरूले अब यी पुलहरू किन बनेन, बाटो किन बनेन भनेर पुरै आवाज उठाउनुहुन्छ है। हामीलाई पनि तपाईको छैन तपाईहरुले दबाब, हामी जितेर गइसकेपछि हामीलाई पनि दबाब दिनुपर्छ। त्यस्तो भाषण चाहिँ गरिस् खोइ त भनेर चाहिँ तपाईहरुले चाहिँ हामीलाई सोध्नुपर्छ। ए उहाँ चाहिँ हाम्रै पार्टीको नेता, हाम्रो नेता सेता हुँदैन हुनु चाहिँ, नेता नमस्ते भने फेरि उहाँ पनि बिग्रिनु। ओ ध्रुव दाई, ध्रुव भाइ के छ खोइ पुल कता भनेर सोध्नु पर्यो होइन। कता यता आउनु पर्यो, यहाँ हाम्रो यस्तो छ, यो धुलो साह्रो भयो के गर्ने भनेर भन्नु पर्यो है। त्यसरी भन्नुपर्छ। फेरि नमस्ते गर्नु थाल्नु भने उहाँ पनि मलाई नमस्ते गरिहाल्छ भन्छ नि, उपर खुट्टी लाएर यस्तो यस्तो त हल्लाउँदै बस्छ है। हामीलाई हकार्नुपर्छ, तपाईहरुले हकार्नुपर्छ। किन हकार्नुपर्छ भन्दाखेरि यतिखेर हामी के भन्दै भोट माग्दैछौँ भने हजुर मलाई भोटै भन्दै माग्दैछौँ नि, तपाईँ भन्दा सानो मान्छे हो हामी, त्यसले गर्दा यो फुलमाला सुलमाला यस्तो पनि नल्याउनु भनेको भन्दा त्यति लाउँदिनँ र अरू पनि गर्दिनँ होइन। अरूभन्दा फरक त्यसमा पनि छु म। हामी काम गर्छौँ यति कुरा हो। यहाँहरू सबैजनालाई म त्यो निवेदन गर्न चाहन्छु, त्यो अनुरोध गर्न चाहन्छु। फेरि हामी फर्केर आउनेछौँ है। जितेपछि तपाईहरुले जिताइसकेपछि फेरि फर्केर आउनेछौँ। ध्रुवरा यहाँ आउनेछ, अर्क साम्बाङ पनि आउनेछ, अर्क साम्बाङ पनि आउनेछ। अर्क साम्बाङ एकचोटि आयो अनुहार देखा गयो भन्दैन म आउँछु यहाँ है, आउँछु। तपाईहरुसँगै तपाईहरुको खेतबारीमा पनि हामी बस्छौँ, तपाईको गोठमा पनि हामी बस्छौँ, तपाईको घरमा पनि हामी बस्छौँ। तपाईसँगै ढिँडो र तपाईको छैन रोटी के खानुपर्ने मकै पनि टोकेर बस्छौँ। तपाईहरुसँगैको मान्छे हो क्या हामी, आकाशबाट झरेको मान्छे होइन। अर्क साम्बाङ कस्तो मान्छे म तपाईलाई भनौँ, धरान उपमहानगरपालिकाको नगर प्रमुखमा मलाई जिताइसकेपछि जनताको सेवा सुविधा गर्नका लागि 3.5 वर्ष त अफिसको काम पनि गरेँ। अफिसको काम त मैले सबै नै गर्नु परि नै हाल्थ्यो, साथै 3.5 वर्ष जनताको लागि ढुङ्गा बोक्ने मेयर हो म है। सुख गरेर हिँड्ने मान्छे होइन, सुख गरेर हिँड्ने पार्टी होइन यो श्रम संस्कृति। यही श्रम संस्कृतिले मात्र यो देशलाई उँभो लगाउँछ, हेर्दै गर्नुहोस् है। हामी जहाँ जान्छौँ अभियान सुरु हुन्छ श्रमदानको, त्यस्तो पार्टी हो। त्यसले गर्दा त्यस्तो पार्टीबाट आएका मान्छेहरूलाई तपाईहरुले जिताउनुपर्छ। यति भन्न चाहन्छु। रात पर्न आँट्यो, हामी टाढा टाढा जानुपर्ने पनि होला। त्यसो भएको कारणले गर्दाखेरि यहाँसँग छुट्टिने मन नहुँदै पनि समयले पर्खदैन, साथीले मात्रै पर्खने हो। साथीलाई पनि धेरै पर्खायो भने भोलिदेखि पर्खिँदैन। त्यसो भएको कारणले गर्दाखेरि, समयको कारणले गर्दाखेरि छुट्न हामी बाध्य छौँ। फागुन 21 गते तपाईले भोट हाल्ने बेलामा हेलो सेवा सबैजनालाई है। तपाईहरुले पक्कै पनि भिडियो हेरिसक्नुभयो होला, अगाडिको भिडियो। हाम्रो गाउँठाउँ जिल्लामा पनि श्रम सांस्कृतिक पार्टीमा चाहिँ विश्वास गर्ने धेरैजना भइसक्नु भयो र धेरै ठाउँबाट चाहिँ आफ्नो चेतनाको बिर्को खोलिसकेर चाहिँ नयाँ पार्टीमा विश्वास गरिसकेको छ। तर म अझै पनि देखिरहेको छु धेरै ठाउँमा चाहिँ चेतनाको बिर्को चाहिँ अझै पनि नफुलेको देखिरहेको छु। तर पनि ठिकै छ,
अब कतिन्जेलसम्म चाहिँ पुरानोको झोले भइरहेको छ है, भइरहेकोस्। तर बिस्तारै बिस्तारै चेतनाको बिर्को चाहिँ खुल्छ भन्ने आशा छ र खुल्नु पनि पर्दछ। यो पुरानोको झोले भइराख्नु हुँदैन कि। देशलाई विकास चाहिएको हो, आफ्नो गाउँठाउँलाई पनि विकास चाहिएको हो। त्यो विकास नगर्ने आफ्नो खल्ती मात्र भर्ने नेताहरू हामीलाई चाहिएन र तिनीहरूलाई सपोर्ट पनि गर्नु भएन के। यति कुरा चाहिँ बुझ्नुपर्छ, बुझ्न जरुरी छ युवा र जनता भइसकेपछि। र चेतनाको बिर्को चाहिँ छिट्टै खोलियोस्। जय माटो।